तपाईको मोबाइल वा ल्यापटपलाई इन्टरनेटले कसरी चिन्छ? जसरी घरको आफ्नो ठेगाना हुन्छ, त्यसरी नै इन्टरनेटमा हरेक डिभाइसको पनि आफ्नो एउटा युनिक ठेगाना हुन्छ। त्यो ठेगानालाई आईपी एड्रेस भनिन्छ। 192.168.1.1 जस्तो देखिने नम्बर नै आईपी एड्रेस भनिन्छ। यस्तो आईपी एड्रेसले तपाईको डिभाइसलाई इन्टरनेटमा आइडेन्टिफाई गर्छ। उदाहरणका लागि, जब तपाईको ल्यापटपले गुगलमा बालेन शाह फोटो सर्च गर्नुहुन्छ, तपाईको ल्यापटपले गुगल सर्भरलाई मलाई बालेन शाहको फोटो देऊ भनेर रिक्वेस्ट पठाउँछ। अनि गुगल सर्भरले डेटाबेसमा सर्च गरेर बालेन शाहका फोटो फेला पार्छ। अनि त्यो डेटा तपाईको आईपी एड्रेसमा रेस्पोन्सको रूपमा फर्काउँछ र अन्तिममा तपाईले ल्यापटपमा फोटो हेर्न सक्नुहुन्छ। अब प्रश्न आउँछ, आईपी एड्रेस किन आवश्यक छ? जसरी हुलाकबाट कसैलाई चिठी पठाउन ठेगाना बिना सम्भव हुँदैन, त्यसरी नै आईपी एड्रेस बिना कसैले इन्टरनेटमा रिक्वेस्ट गर्न र रेस्पोन्स पाउन सम्भव हुँदैन। यस्तै सिस्टम डिजाइन कन्सेप्ट बुझ्नको लागि सब्स्क्राइब गर्नुहोस्।